पठाउ सबैलाई थाहा छ होला, बाहिरको एप्लिकेसन हो, सायद बङ्गलादेशको हो क्यारे। नेपालबाट दिनको 7 लाख रुपियाँ उसले कमिसन मात्रै लिएर जान्छ। यो काम नेपालले किन नगर्ने? नगरबाट किन सुरु नगर्ने? सोच्नुस् त, एउटा नगर एप्लिकेसन जसमा एम्बुलेन्स वान ट्याप कलको सुविधा, फायर ब्रिगेड, वार्ड अफिसको सेवा सुविधा, इमर्जेन्सी नम्बर्सहरू, कम्प्लेन सिस्टम, अनि सबैभन्दा ठुलो कुरा नगर राइड, रोजगार सिस्टम, पठाउ जस्तै तर नेपालको, तर नगरको। जुन पैसा बाहिर गइरहेको थियो नगरमा जाने भयो, देशमा जाने भयो। डोन्ट भोट देम। यस, डोन्ट भोट देम। यो भिडियो हेर्नु अघि डोन्ट भोट एनीवान। यो भिडियो बालेन अग्नेस्ट छैन, यो भिडियो रवि अग्नेस्ट पनि होइन, यो भिडियो आरएसपी अग्नेस्ट पनि होइन। यो भिडियो प्रश्न सोध्ने हो अनि सिस्टम खोज्ने हो। सबैभन्दा पहिला मैले क्लियर गर्न चाहन्छु, मलाई भोट दिनुस् भनेर बोलेको होइन। म मेयर सांसद बन्न खोजेको पनि होइन। म आफ्नो कामबाट धेरै खुसी छु। प्रोडक्सन हाउस छ, प्रोजेक्टहरू छ, इन्कम छ। तर मेरो एम एक मात्रै छ, नेपालीलाई बेरोजगारबाट हटाउने, युथलाई काम खोज्न बाहिर जान नपर्ने सिस्टम बनाउने। अब मेरो क्वेसन सिम्पल छ, बालेन मेयर हुनुभयो अथवा हुँदै हुनुहुन्छ, रवि लामिछाने पावरमा हुनुभयो, तर रोजगार दिने सिस्टम किन आएन? डिजिटल इम्प्लोइमेन्ट सिस्टम किन बनेन? कि बन्यो र? आई डोन्ट नो, कि म त्यति अपडेट छैन होला, कि बनेन? कमेन्ट गर्नु होला साथीहरू। भिजन छ भनेर भोट गर्यौं, तर भिजनले मात्रै भोक मेटिन्छ? हामी किन फ्रस्ट्रेटेड छौं? स्किल छ, काम छैन। काम छ, प्लेटफर्म छैन। युथ छ, सिस्टम छैन। अनि हामी भन्छौं देशमा विकास छैन। हो, विकास सिस्टम बिना हुँदैन। पठाउ सबैलाई थाहा छ होला, बाहिरको एप्लिकेसन हो, सायद बङ्गलादेशको हो क्यारे। नेपालबाट दिनको 7 लाख रुपियाँ उसले कमिसन मात्रै लिएर जान्छ। यो काम नेपालले किन नगर्ने? नगरबाट किन सुरु नगर्ने? सोच्नुस् त, एउटा नगर एप्लिकेसन जसमा एम्बुलेन्स वान ट्याप कलको सुविधा, फायर ब्रिगेड, वार्ड अफिसको सेवा सुविधा, इमर्जेन्सी नम्बर्सहरू, कम्प्लेन सिस्टम, अनि सबैभन्दा ठुलो कुरा नगर राइड, रोजगार सिस्टम, पठाउ जस्तै तर नेपालको, तर नगरको। जुन पैसा बाहिर गइरहेको थियो नगरमा जाने भयो, देशमा जाने भयो। बिहान 4 बजे तिलोत्तमाको मान्छेलाई बुटोल जानु छ। एप खोल्यो, राइड सर्च गर्यो, जो मेहनती छ, जो एक्टिभ छ, उसले काम पायो। काम खोज्नेले काम पाउँछ, सर्भिस चाहिनेले सर्भिस पाउँछ। मनी नेपालमै घुम्छ, कमिसन बाहिर जाँदैन। सो यो कुरा बालेनले गर्नु आवश्यक किन छ? सायद जुनसुकै नगरपालिकाले गरे हुन्थ्यो होला, तर बालेनले गर्नुको फाइदा भनेको एउटा एप्लिकेसन बन्न साथ डाउनलोड्स धेरै हुन सक्ने चान्स धेरै हुन्छ, आरओएनबीले सेयर गर्छ, तथा नेपालको विभिन्न ठाउँको मान्छेहरूलाई त्यो कुराको थाहा हुन्छ। अनि सबैभन्दा इम्पोर्टेन्ट कुरा, यो आइडिया हावा होइन। genzytechnepal.com हामीले सुरु गर्दैछौँ। त्यसमा हजुरलाई एज अ टिम जोइन गर्न चाहनुहुन्छ भने हजुरहरूलाई वेलकम छ। तल डिस्कर्डको लिङ्क दिएको छु, जोइन गर्न सक्नुहुनेछ। त्यहाँ हामीले रोजगारहरू प्रोभाइड गर्दैछौँ। यो प्लेटफर्ममा हामी इन्टरनेसनल मार्केटहरू खोज्छौँ, टिम बिल्डअप गर्छौँ, प्रोजेक्ट्सहरू मिल्छ, युथलाई काम मिल्छ। डिस्कर्डमा अलमोस्ट 1000 जना अलरेडी जोइन हुनुहुन्छ। काम पनि त्यही पाउन सकिन्छ, टिम्स पनि त्यही बनाउन सकिन्छ। र यो एप्लिकेसनको लागि हामी केही टिम भएर एउटा लेआउट तयार गरेका थियौँ। यदि सरकार, बालेन, यु हेभ सम टाइम लेफ्ट बिफोर यु लिभ, यु क्यान इम्प्लिमेन्ट दिस। सायद भिजन भन्दा ठुलो कुरो एक्जिक्युसन होला। केही मान्छेसँग म बुझेको थिएँ, यो लिगल्ली पोसिबल छैन, एउटा नगरले यो गर्नु मिल्दैन। मैले यो कुरा ब्लाइन्डली मानेन। ल पढेकोहरूसँग बुझेँ, एआईहरूसँग बुझेँ, रिसर्च गरेँ, लोकल गभर्मेन्ट एक्ट स्टडी गरेँ। यस, यो लिगल्ली पोसिबल छ। पिपिपी मोडलमा, पाइलट प्रोजेक्टको रूपमा, टेक्नोलोजी आउटसोर्स गरेर नगर एप लिगल्ली बनाउन मिल्छ। जेन्जी टेक नेपालसँग 100 जना युथ अलरेडी छन्, डेभलोपर्स, डिजाइनर्स, सपोर्ट टिम। सरकारले चाह्यो भने त्यो प्रोजेक्ट हामीलाई दिन सक्नुहुनेछ र हामीले त्यसमा टिम एड पनि गर्न सक्छौँ। बालेन दाइ, तपाईँ मेयर पद छोड्नु अघि नेपाललाई केही रोजगार दिन सकिन्छ कि सकिँदैन होला? आरओएनबीले अवेरनेस दिन्छ, तपाईँले सिस्टम बनाउन सक्नुहुनेछ। यो कुरा इन्डिभिजुअलले गरेर पनि पोसिबल थियो, तर सरकारले गर्नुको फाइदा भनेको जुन पैसा बाहिर जान्छ त्यो सरकारको खातामा कमिसनको रूपमा जान सक्छ। त्यसले फर्दर डेभलपमेन्टको लागि हेल्प गर्छ। अवेरनेस प्लस एजुकेसन इक्वल टु रियल चेन्ज। यो भिडियो हेटको लागि होइन, यो भिडियो पोलिटिक्सको लागि होइन, यो भिडियो देशको भविष्यको लागि हो। भिजनमा मात्रै भोट नगरौँ, सिस्टम बनाउने कुरामा सपोर्ट गरौँ। डोन्ट भोट बिफोर वाचिङ दिस भिडियो।